यहाँनिर के भएको छ भने दाग मात्रै खाएर लक्कै भएको छ, मातेको छ। अनि त्यस पछाडि त्यो धर्मी नोआ के भएको छ, नाङ्गै भएको छ। सो इट इज टकिङ समथिङ अबाउट ह्युमन नेकेडनेस। बाइबलले चाहिँ जहिले तहिले यो मानवीय नग्नताको विषयमा घरिघरि भनिरहेको छ। अनि त्यो चाहिँ तपाईँले मेरो हृदयभित्र यति साह्रो गाडिएर बसेको छ। अब सबैभन्दा पहिलो कुरा चाहिँ नग्नता भनेको चाहिँ के हो भन्ने कुरा विचार गर्नुहोस्। यो चाहिँ तपाईँ र म सबैभन्दा नाजुक हुने ठाउँ हो, नाजुक हुने अवस्था हो। तपाईँहरूमध्ये कोही हुनुहुन्छ यहाँ नाङ्गै म त हिँडिदिन्छु भन्ने? कोही पनि हुनुहुन्न। तर तपाईँ कोही पनि आफू चाहिँ नाङ्गो भएर हिँड्न चाहनु हुँदैन, तर अरूलाई चाहिँ नाङ्गो हेर्न चाहनुहुन्छ। द्याट इज ह्युमन हार्ट। हामी हरेक कोही चाहिँ हामी नाङ्गो हुन चाहँदैनौँ, तर हामी हरेक अरूलाई चाहिँ नाङ्गो ठाउँमा हेर्न चाहन्छौँ। कतिजनाको भावनात्मक नग्नताहरू हामी देख्न चाहन्छौँ, कतिजनाको शारीरिक नग्नताहरू हामी हेर्न चाहन्छौँ। द्याट इज ह्युमन हार्ट। त्यहाँनिर यसरी भनेको छ कि हामीले चाहिँ आफ्नो पिताको नग्नतालाई देख्यौँ। द्याट्स ह्युमन हार्ट। त्यो चाहिँ मानिसको हृदय हो। तपाईँलाई थाहा छ, जब कोही मान्छेहरू भावनात्मक रूपमा नाङ्गो हुन्छ, उनीहरू कमजोर हुन्छ, भनरेबल हुन्छ, तर हामी ती मान्छेहरूलाई त्यो भावनात्मक नग्नतामा देख्न चाहन्छौँ। What has happened? यहाँनिर के भएको छ भन्दाखेरि चाहिँ आफ्नो पिताको नग्नतालाई आफ्नो छोराले हेरिरहेको छ र एकदम विचारमा परेको स्त्रीलाई ऊ जस्तो थियो त्यस्तै नाङ्गो अवस्थामा के गरेको छ, यीशुमा लिएर गएको छ। It talks about how a human heart. तपाईँले मेरो हृदयको विषयमा यसले बताउँदछ कि तपाईँले मेरो हृदयको नग्नताको खोजीको विषयमा बताउँदछ। आज तपाईँले हेर्नुभयो भने इन्टरनेटमा 70देखि 80% भन्दा कन्टेन्ट, बेसी कन्टेन्टहरू चाहिँ केले भरिएको छ, नग्नताले भरिएको छ। द्याट इज द डिजायर अफ आवर हार्ट। दुःख साथ भन्नुपर्दा चाहिँ तपाईँले मेरो हृदयको अवस्था चाहिँ त्यो हो। त्यस कारणले चाहिँ तपाईँले मेरो हृदय अन्धकार भएको छ, अँध्यारो भएको छ, अनि यो घोर अँध्यारो भएको छ। अनि त्यो अँध्यारो भएको ठाउँमा जब कनानका दुईजना छोराहरूले चाहिँ के गर्यो भने एउटा वस्त्रले आफ्नो बाबुको नग्नतालाई ढाकिदिए अनि उनीहरूले आफ्नो बाबुको नग्नतालाई हेरेनन्। अनि सायद यसै कारणले ख्रीष्ट येशू पनि भुइँमा हेरिरहनु भएको थियो। He didn't want to see the nakedness of that woman. अनि जब आदम र हव्वाले पाप गरे अनि तिनीहरूले सबैभन्दा पहिलोचोटि चाहिँ उनीहरूलाई आफैलाई के गरे, नाङ्गो देखे। They were exposed. नग्नताको अर्थ चाहिँ when you are exposed to the limit, you can do nothing. तपाईँहरू बाथरुममा नग्न भएको अवस्थामा कोही मान्छे त्यहाँनिर आओस् भनेर तपाईँ विचार गर्नुहुन्छ? गर्नु हुँदैन। वाइ? किनभने त्यो कोही मान्छे आउनु अथवा कसैले देख्नु चाहिँ तपाईँको निम्ति त्यो असुरक्षित ठाउँ हो, त्यो तपाईँको असुरक्षा भएको ठाउँ हो। And that what we want to expose, अरू मान्छेको विषयमा चाहिँ we want to expose that. But God is different. तर परमेश्वर चाहिँ फरक हुनुहुन्छ। जब परमेश्वरले आदम र हव्वालाई बगैँचामा खोज्दै आउनुभयो अनि तब त्यस पछाडि उहाँले के भन्नुभयो, आदम त कहाँ छस्? अनि आदमले भन्न लागे म त यहाँ लुकिरहेको छु। किन म लुकिरहेको छु? किनभने म नाङ्गो भएको छु। द्याट इज वाट सिन हेज डन टु अस। पापले चाहिँ तपाईँ र मेरो जीवनलाई त्यही कुरा गरेको छ। तपाईँ र मलाई नाङ्गो बनाएको छ मेरो प्रियहरू। बट वाट गड डिड? तपाईँलाई थाहा छ परमेश्वरले के गर्नुभयो? परमेश्वरले एउटा थोमा मार्नुभयो अनि त्यो थोमाको वस्त्र आदम र हव्वालाई लगाइदिनु भयो। That's a picture of salvation. उद्धारको चित्र चाहिँ तपाईँले उत्पत्तिमा त्यसरी देख्नुहुन्छ कि परमेश्वरले
मानिसको पापको कारणले आएको नग्नतालाई उहाँले ढाकिदिनु भयो। And that's the picture of salvation. जब नोआका दुईजना छोराहरूले चाहिँ आफ्नो बाबुको नग्नतालाई एउटा वस्त्रले छोपिदिए। You know what? जब येशूले नतानिएललाई परैबाट हिँड्नु हुँदै थियो अनि येशूले भन्नुभयो, ओहो एउटा असल इजरायली जसभित्र कुनै पनि खोट छैन, who has no deceit in him। जब येशूले नतानिएललाई हेर्नु हुँदै थियो, he was looking into a true Israelite, साँचो इजरायलीलाई उहाँले हेर्नु हुँदै थियो अनि उहाँले भन्न लाग्नुभयो, साँचो इजरायली जसभित्र कुनै पनि खोट छैन। That's what God is looking after। अनि हरेक मानिसभित्र जब तपाईँले परमेश्वरले हेर्नुहुन्छ, जब तपाईँलाई परमेश्वरले हेर्नुहुन्छ, he is looking that sinlessness in you। तपाईँ र म भित्र त्यो निष्खोटपना, no deceit, जहाँभित्र चाहिँ कुनै पनि खोट छैन, कुनै पनि दोष छैन, त्यो कुरा चाहिँ परमेश्वरले खोज्नुहुन्छ। That's what God is searching in you। तपाईँभित्र परमेश्वरले खोज्नु भएको कुरा चाहिँ त्यही हो, जुन कुरा चाहिँ परमेश्वरले येशूले नथानिएलभित्र हेर्नु हुँदै थियो, नथानिएलभित्र देख्नु हुँदै थियो, एउटा साँचो इजरायली जसमा कुनै छल छैन, who has no deceit। अनि तपाईँ र म भित्र यो छलको कुरा चाहिँ कहाँनिर छ भन्दा तपाईँ र मेरो हृदयभित्र छ। यिर्मया 17:9 हेर्नुभयो भने त्यहाँनिर वचनले यसरी भन्छ, सबै कुराहरूभन्दा बेसी मानिसको हृदय चाहिँ छली भएको छ अनि त्यसलाई केले शुद्ध पार्ने, केले ठिक पार्ने, there is nothing। तर पनि परमेश्वरले जब तपाईँलाई हेर्नुहुन्छ अनि जब तपाईँलाई खोज्नुहुन्छ, उहाँले त्यो निष्खोटपनामा खोज्नुहुँदैछ। And what has happened? जब तपाईँले हेर्नुभयो भने आदम र हव्वालाई परमेश्वरले जब खोज्न आउनुभएको थियो, त्यहाँनिर के भएको छ तपाईँलाई थाहा छ? They were sinless। And what is that? आज परमेश्वरले तपाईँको हृदयमा हेर्नुभयो भने तपाईँले के देख्नुहुन्छ, के भेट्नुहुन्छ? Are you hiding? कि तपाईँमा लुक्नु हुँदैछ? Or what? किनभने जब परमेश्वरले तपाईँलाई हेर्नुहुन्छ, तपाईँको नाकलाई हेर्नु हुँदैन, तपाईँको कानलाई हेर्नु हुँदैन, तपाईँले लागेको असल वस्त्रहरू, गरगहनाहरू, मेकअपहरू पनि हेर्नु हुँदैन, तर परमेश्वरले तपाईँको हृदयलाई हेर्नुहुन्छ। He looks into your soul। तपाईँको प्राणभित्र हेर्नुहुन्छ। तपाईँको प्राणले मात्र तपाईँलाई फरक बनाउँछ। तपाईँको नाक फरक भएको कारणले, तपाईँको मेरो जस्तो कालो अनुहार अथवा गोरो अनुहार भएको कारणले होइन, तर तपाईँ कस्तो हृदय भएको व्यक्ति हुनुहुन्छ, तपाईँको हृदय कस्तो छ भन्ने कुराले चाहिँ तपाईँ फरक छुटिनुहुन्छ। And that's what God is looking after। त्यही कुरा चाहिँ परमेश्वरले खोज्नु हुँदैछ। A man with no deceit, a woman with no deceit। एउटा यस्तो व्यक्ति जसको हृदयमा कुनै पनि छल छैन। अनि तपाईँले हेर्नुभयो भने आदिमा बनाएको सबैभन्दा सिद्ध मानिसभित्र पनि परमेश्वरले त्यो पाउन सक्नु भएन। And what God has to do? God has to send His Son। परमेश्वरले आफ्नो पुत्रलाई पठाउनुभयो अनि ख्रीष्ट येशू तपाईँ र मेरो निम्ति मर्नु मात्र भएन, He died naked on the cross। This is very important to know। He didn't die on the cross, but He died naked on the cross। उहाँ क्रुसमा मात्र मर्नु भएन, तर जब उहाँ क्रुसमा झुन्डिनु भएको थियो, उहाँको वस्त्रहरू पनि मानिसहरूले चुडेर राखेका थिए, निकालेर लगेका थिए अनि उहाँ नाङ्गो रूपमा खुल्ला क्रुसमा झुन्डिनु भयो। That's what your God has done for you। परमेश्वरले, जुन परमेश्वर भनेर तपाईँ आउनुभएको छ नि, त्यो परमेश्वरले तपाईँको लागि गर्नुभएको कुरा चाहिँ त्यो He died on the cross। And what has happened? यो कुरा तपाईँ सबैजनालाई थाहा छ अनि तपाईँले विश्वास गर्नुभएको छ। अनि तर यो कुरा भइसकेपछि चाहिँ अब के भएको छ भन्ने कुरा तपाईँले थाहा पाउनुपर्छ। जब तपाईँले येशूलाई ग्रहण गर्नुभएको छ, जब तपाईँले
यसलाई साँचो मुक्तिदाता भनिकन ग्रहण गर्नुभएको छ। परमेश्वरले तपाईँको हृदयभित्र जुन हृदयको विषयमा अघिदेखि मैले कुरा गरिरहेको छु उहाँले धार्मिकता हाल्नुभएको छ। हालेलुया। किनभने दोस्रो कोरिन्थी 5:21 हेर्नुभयो भने वचनले यसरी भन्दछ, पापै चिन्नु नचिन्नु हुनेलाई परमेश्वरले पाप बनाउनु भयो ताकि हामी परमेश्वरको धार्मिकता बन्न सकौँ। हाउ क्यान वी ह्याभ दैट डिसिप्लिनेस हार्ट? हाम्रो हृदय छलविहीन कसरी हुन सक्छ? जतिखेर परमेश्वरको धार्मिकता तपाईँ मेरो हृदयभित्र स्थापित हुन्छ अनि परमेश्वरले ख्रीष्ट येशूद्वारा तपाईँको हृदयभित्र त्यो धार्मिकता स्थापित गर्नुभएको छ। That's what God has done in your heart. He has established the righteousness of God. परमेश्वरको धार्मिकता तपाईको हृदयभित्र उहाँले स्थापित गर्नुभएको छ। यस भएको कारण when God sees us, जब परमेश्वरले तपाईँलाई हेर्नुहुन्छ अन्त परमेश्वरले तपाईँलाई मलाई नथानियो जस्तै देख्न लाग्नुहुन्छ। How do we get this? अब यो कुरा हामी कसरी देख्न सक्छौँ? यो तपाईभित्र परमेश्वरको धार्मिकता कसरी स्थापित भएको छ? By the cross of Jesus. किनभने येशूले यूहन्ना 3 अध्यायमा तपाईँले हेर्नुभयो भने निकोदेमससँग बात गर्दै गर्दा निकोदेमस जो व्यवस्थाका शिक्षक थिए उसले थाहा पाएन कि नयाँ जन्म भनेको के हो। उसले भन्न लागेको थियो शारीरिक जन्म पो हो कि क्या हो, म आमाको गर्भमा फेरि कसरी जानु? उहाँले भन्नुभयो जबसम्म तिमी पानी र आत्माद्वारा जन्मिँदैनौ तिमी नयाँ गरी जन्मिँदैनौ। अनि त्यस लगतै उहाँले भन्नुभयो जसरी उजाडी स्थानमा मोसाले बनाएको काँसाको सर्पलाई हेरेर सबै मानिसहरू बाँचे त्यस्तै गरिकन मानिसको पुत्र उचालिनेछ र हेर्नेहरू बाँच्नेछन्। हालेलुया। क्रुसमा उचालिनु भएको येशूलाई जब तपाईँले मैले हेर्नेछौ नि जब तपाईँले मैले हेर्न लाग्नेछौ then what happens? We will receive that righteousness. त्यो righteousness तपाईँभित्र कसरी आउँछ? म चाहिँ तपाईँलाई प्रकाश पर्छ। किन दोस्रो कोरिन्थी 4:6मा तपाईँले हेर्नुभयो भनेदेखि यसरी लेखिएको छ जुन परमेश्वरले अन्धकारमा उज्यालो भइजाओस् भन्नुभयो परमेश्वरको ज्ञानको महिमा ख्रीष्ट येशूको मुहारमा हाम्रो हृदयमा चम्काउनु भएको छ भनेर बाइबलले भन्दछ। The righteousness of God, परमेश्वरको धार्मिकता चाहिँ के हो? ख्रीष्टको मुहारमा चम्किएको छ। That glory, त्यो महिमा, जुन धार्मिकता चाहिँ तपाईँको हृदयभित्र स्थापित भएको छ। अनि अब त्यो धार्मिकता भएको मानिसले के गर्छ भनेर म तपाईँलाई बताउने समय छैन। त्यसो भएको कारणले तपाईँले भजन सङ्ग्रह 19 त्यसको 6 देखि तल पढ्नुभएको हुन्छ। त्यहाँदेखि अगाडि चाहिँ सृष्टिको कुराहरू 1 देखि 6 सम्म चाहिँ सृष्टिको कुराहरू बताइएको छ भनेदेखि त्यस पछाडि चाहिँ इट टक्स अबाउट अ राइचियस म्यान। अनि भजन चाहिँ 119 लाई हरेक अल्फाबेटलाई भन्नु मतलब हरेक पदहरूलाई नै तपाईँले हेर्नुभयो भने 172 पदहरूलाई तपाईँले हेर्नुभयो भने इट टक्स अबाउट अ राइचियस म्यान। एउटा धर्मी मान्छेको चाल चलनको विषयमा बताउँदछ। सो इफ वी बिलिभ यदि हामी विश्वास गर्छौँ कि ख्रीष्टको धार्मिकता हामी भित्र स्थापित भएको छ परमेश्वरले त्यो धार्मिकता स्थापित गर्नुभएको छ भनेर यदि विश्वास गर्छौँ भनेदेखि चाहिँ हाम्रो चाल चलनहरू के हुनेछ? राइचियसनेस। अब यो चाहिँ हामी धर्मी काम गरेर धर्म कर्महरू गरेर हामी धर्मी भएको होइन। हामीले यो बुझ्नुपर्ने कुरा छ। तर परमेश्वरले हामीलाई धार्मिकता बनाउनु भएको छ। He has made us righteous. More than that, the righteousness of God. परमेश्वरको स्वयंको धार्मिकता चाहिँ अब हाम्रो धार्मिकता भएको छ। हाम्रो कामको धार्मिकताको विषयमा हामी धेरै कुरा धेरै समयमा विचार गरिरहेका हुन्छौँ अनि हामी सेल्फ पफ्ड अप पनि भइरहेका हुन्छौँ। आत्मिक रूपमा घमण्डी पनि भइरहेका हुन्छौँ किनभने हामी हाम्रो स्वधर्मी मनहरूले भरिएको समयहरू पनि धेरै छ। तर तपाईँ धर्मी हुनुभएको कारण चाहिँ एउटै हो कि परमेश्वरले त्यो धार्मिकता तपाईँको जीवनमा तपाईँको हृदयभित्र उहाँले हालिदिनु भएको छ।
Then what is this righteousness? This is the very nature of God. यो चाहिँ परमेश्वरको स्वभाव हो that flows through the holiness of God. जुन चाहिँ परमेश्वरको पवित्रताबाट रिफ्लेक्ट हुने स्वभाव चाहिँ परमेश्वरको धार्मिकता हो. जुन कुरा परमेश्वरको होलिनेसबाट पवित्रताबाट रिफ्लेक्ट हुन्छ निस्किन्छ त्यो परमेश्वरको महिमा हो भनेदेखि जुन कुरा निस्केर तपाईको हृदयभित्र बस्छ हृदयभित्र आउँछ तपाईको जीवनमा आउँछ त्यो चाहिँ परमेश्वरको धार्मिकता हो. That is the righteousness of God. Why? किनभने येशू चाहिँ परमेश्वरको धार्मिकता हुनुहुन्छ. He is the righteousness of God. And Bible says we are His righteousness. There is exchange of righteousness. Exchange भन्दा पनि it comes from Him and it gives back to Him. त्यो धार्मिकता उहाँबाटै आउँछ र उहाँतिरै फर्किएर जान्छ. अनि त्यसको एउटा ग्रेटर पिक्चर चाहिँ तपाईँले प्रकाशित वाक्यमा देख्नुहुन्छ जहाँ परमेश्वर सिंहासनमा बस्नुभएको छ सम्पूर्ण पवित्रतामा सम्पूर्ण धार्मिकतामा उहाँ सिंहासनमा बस्नुभएको छ. अनि सिंहासनको अगाडि चाहिँ त्यहाँनिर सिसाको काँचको समुद्र छ. अनि त्यो समुद्र किन छ होला? समुद्र के को हुन्छ तपाईँलाई थाहा छ? के को हुन्छ? स्वर्गमा के को समुद्र छ अरे? सिसाको ग्लासको. What is happening here? Interesting, है? किन छ होला? छेउको साथीलाई भन्नु किन छ? एन्सर भन्नु क्या क्वेसन. त्यो त्यही कारणले छ. बिकज देयर इज नो म्यान सोचमा एउटा अथवा यस्तो कोही पनि व्यक्ति छैन जसले परमेश्वरलाई आमने सामने देख्न सकोस्. We cannot see God face to face. We see through that glass, His image. And then that's what you are made of. तपाईँ र म बनिएको चाहिँ त्यो परमेश्वरको स्वरूपमा हो. जब तपाईँले त्यो काँचको समुद्रमा हेर्नुहुनेछ तपाईँले परमेश्वरको त्यो इमेजलाई देख्नुहुनेछ. एन्ड द्याट विल रिफ्लेक्ट इन योर हार्ट. जब तपाईँले त्योलाई हेर्नुहुनेछ आई थिङ्क म यो ढुक्कसँग भन्छु कि द्याट विल रिफ्लेक्ट इन योर हार्ट. एन्ड द्याट्स द righteousness of God. That is reflected in us through Christ Jesus. ख्रिस्ट येशूद्वारा त्यो परमेश्वरको धार्मिकता चाहिँ हामीभित्र प्रतिबिम्बित भएको छ. That's how it is. That's what it is. That is the righteousness of God. You not see God face to face. अनि म तपाईँलाई भन्न चाहन्छु when you have seen God, when you have seen God, how can you not see yourself? जब तपाईँले परमेश्वरलाई देख्नु भएको छ तब कसरी तपाईँले आफैलाई देख्न सक्नुहुँदैन. हाउ क्यान यु सी नट सी योरसेल्फ? वाट इज ह्यापनिङ इन योर हार्ट? तपाईँको हृदयभित्र तपाईँको जीवनमा के भइरहेको छ भनेर कसरी तपाईँले देख्न सक्नुहुँदैन? जब तपाईँले परमेश्वरलाई देख्नु भएको छ यु हेभ सिन द फेस अफ गड. जब परमेश्वरको मुहारले तपाईँले देख्नु भएको छ भने हाउ क्यान वी नट सी आवरसेल्फ? हामीले आफैलाई कसरी नदेख्न सक्छौँ? But we have done that. We don't care. Why? किन तपाईँले आफैलाई देख्नु भएको छ? The answer is you have not seen God in His salvation, in His righteousness. किनभने तपाईँ र मैले परमेश्वरलाई उहाँको त्यो पवित्रतामा उहाँको त्यो धार्मिकतामा र उहाँको त्यो उद्धारमा हामीले देखेकै छैनौँ. So that we don't see ourselves. We just want to see other. हामी अरूलाई हेर्न चाहन्छौँ त्यो पनि कहाँ? इन देयर नेकेडनेस, उनीहरूको नग्नतामा. बट उद्धारले त के गर्छ? त्यो नाङ्गो भएको शरीरलाई वस्त्र लगाइदिन्छ नि त मेरो प्रिय. द्याट्स वाट द फादर डिड. जब पिताले त त्यही गरे नि त उडन्त पुत्रलाई. जब फर्किएर आउँछ उसले आफ्नो छोरालाई के लगाइदिएको छ? खास्टो लगाइदिएको छ. The righteousness तपाईँ र म भित्र त्यो धार्मिकता चाहिँ वस्त्र जसरी आउँछ. It covers our sin.
जुन पापको कारणले तपाईँ र म कमजोर नाजुक भएका छौँ नि त्यो ठाउँमा it gives the security, it gives us the hope. त्यसले हामीलाई आशा दिन्छ, त्यसले हामीलाई भरोसा दिन्छ। के कारणले? Because we have been covered by His righteousness. किनभने तपाईँ र म परमेश्वरको धार्मिकताद्वारा ओढाइएको हुन्छौँ, हाम्रो नम्रता ढाकिएको हुन्छ। पापको कारणले नाङ्गो भएको हाम्रो मनस्थिति, कन्सियन्स, विवेकहरूलाई परमेश्वरको धार्मिकताले ढाकिदिन्छ। पापको कारणले लाचार भएको हाम्रो शरीरहरूलाई परमेश्वरको धार्मिकताले ढाकिदिन्छ। पापको कारणले लाचार, कमजोर अनि सबैभन्दा हटी भएको हाम्रो हृदयलाई परमेश्वरको धार्मिकताले ढाकिदिन्छ। Then only, त्यस पछाडि मात्र we can look into the will of God. त्यस पछाडि मात्र तपाईँ र मैले परमेश्वरको इच्छालाई हेर्न सक्छौँ, इच्छालाई खोज्न सक्छौँ। How can a sinful man see into the will of God? पापमा पूर्ण भएको मानिसले कसरी परमेश्वरको इच्छा खोजी गर्ने, परमेश्वरको महिमाको खोजी गर्ने? त्यसो भएको कारणले God has to establish His righteousness. And what is this righteousness? What is the power of this righteousness? अब यो उद्धारको अथवा यो धार्मिकताको शक्ति चाहिँ के हो तपाईँलाई थाहा छ? Do you know this power of righteousness? Where is it? यो कहाँनिर छ? यो उद्धारको, यो धार्मिकताको पावर चाहिँ कहाँनिर छ? रोमिएको 16 र 17 हेर्नुभयो भने गस्पलमा छ। It's in the gospel. यो चाहिँ सुसमाचारमा छ। And how many of us, तपाईँ र म मध्ये कतिजनाले सुसमाचारलाई प्रचार गर्दैछौँ? We have not. हामीले गरेका छैनौँ। किनभने we have not known the righteousness of God. किनभने हामीले परमेश्वरको धार्मिकतालाई देखेकै छैनौँ, बुझेकै छैनौँ। We have not known the power of His righteousness. उहाँको धार्मिकताको शक्तिलाई हामीले देखेको छैनौँ, बुझेको छैनौँ। त्यसो भएको कारणले हाम्रो ठाउँहरूमा हामीले देख्ने हरेक मानिसहरूलाई पापमा नाङ्गै हेर्न चाहन्छौँ। That's what we are doing. We are seeing them naked in their sin. Why? किनभने हामीलाई थाहा छैन परमेश्वरको धार्मिकताले चाहिँ उनीहरूको पापलाई ढाक्न सक्छ भनेर। अनि त्यसो भएको कारणले we stop preaching the gospel. हामी सुसमाचार प्रचार गर्दैनौँ। त्यति मात्र त कहाँ हो र? We don't even have the hunger for the word of God. परमेश्वरको वचनको निम्ति पनि भोग छैन, तिर्खा छैन। Why? Because we have not known this. किनभने हामीलाई यो थाहा छैन कि तपाईँको हृदय चाहिँ परमेश्वर बोल्न बनाएको हो भनेर। तपाईँलाई थाहा नभएको कारणले तपाईँले बाइबल नपढ्नु भएको हो। तपाईँले थाहा नभएको कारणले यहाँनिर वचन बोल्दै गर्दा त्यहाँनिर गफ गर्नुभएको हो। And that's not your fault because you don't know it. But now you know it. अब तपाईँलाई थाहा भयो कि what is the power of God? It's His righteousness. Where it is? In His gospel. And what does this do? In धार्मिकताले के गर्छ? It covers our sin. Not only that, it establishes the very righteousness of God. परमेश्वरको स्वयंको धार्मिकता तपाईँको हृदयभित्र स्थापित गर्छ। The power of God. Gospel. I'm not ashamed of gospel, but it is the power of God unto salvation to those who believe. For in the righteousness of God revealed in faith to faith. But it is written, the just shall live by faith. सुसमाचार विषयमा बोल्दिन किनभने परमेश्वरको शक्ति एउटै हो सत्ता धर्म चाहिँ विश्वास परमेश्वरको धार्मिकता चाहिँ यसैमा प्रकट भएको छ। That Jesus died on the cross for you and me. Are we ready? तयार छौँ? Are we ready to embrace this righteousness? यो धार्मिकतालाई ग्रहण गर्नु। तपाईँले यसलाई ग्रहण गर्नुभएको छ? ठिक छ। इम्ब्रेस गर्नु। मलाई ठ्याक्कै रुट शब्द आएन नेपालीमा ग्रहण गर्नु के भन्नु? अँगाल्ने। Are you ready to embrace the righteousness of God? Then we'll stand.